यसैयाको पुस्तक आज एर्मियाको पुस्तक 33:3 जय मसीह अभिवादन। एर्मिया 33:3 मा भनेछ, मलाई पुकार र म तँलाई जवाब दिनेछु र तैँले नजानेका गहिरा र गुप्त कुरा तेरोलाई प्रकट गर्नेछु र म तेरो परमेश्वर हुनेछु। यो उहाँको अधीनमा बस्ने व्यक्तिलाई भन्नुभएको करार हो। परमेश्वरको अधीनमा नबस्ने व्यक्तिलाई भनेको होइन, छाडा जीवन जिउने व्यक्तिलाई भनेको होइन, परमेश्वरको प्रोटोकल राज्यको अधीनतामा बसेर हिँड्ने व्यक्तिलाई भन्नुभएको वचन हो। त्यसको जीवनमा यो वचन पुरा हुन्छ। सबैको जीवनमा यो वचन पुरा हुँदैन। परमेश्वरको अधीनमा बस्नेहरूको बीचमा यो काम पुग्छ। एर्मिया 33:3 मा भन्छ, मलाई पुकार र म तँलाई जवाब दिनेछु र तैँले नजानेका गहिरा र गुप्त कुराहरू, जो लुकाइएका कुराहरू पनि म प्रकाशमा ल्याउनेछु। जसरी सूर्यले अँध्यारोलाई प्रकाशमा ल्याउँछ, जसरी चन्द्रमाले अंशीको रातलाई उज्यालोमा परिणत गर्छ, त्यसरी नै परमेश्वरले तपाईँको जीवनमा अंशीको जस्तो रात भए तापनि त्यो रातलाई हटाएर उज्यालो काम गर्ने काम गर्छ। तर तपाईँ परमेश्वरमा सिलेन्डर भएन भने यो वचन तपाईँमा काम गर्दैन। अनि प्रधान पुजारीले तपाईँको बीचमा काम गर्नुहुन्न। प्रधान पुजारी चाहिँ जसको अर्थ येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ चाहिँ पवित्र र योग्य, आज्ञाकारी र इमान्दारी हुनुहुन्छ। तपाईँ कस्तो हुनुहुन्छ? तपाईँ आज्ञा पालन गर्न चाहनुहुन्छ कि इमान्दारी बन्न चाहनुहुन्छ कि धन्यवादी हुन चाहनुहुन्छ? यी सबै काम गर्नुभयो भने तपाईँको जीवनमा वचनले काम गर्नुहुन्छ। अब उपरान्त तपाईँको बीचमा ईश्वरले काम गर्नुहुन्छ। उहाँको पुत्रको इच्छा, पिताको इच्छालाई पालन गर्न तपाईँ सधैँ तयारी हुनुहुन्छ। त्यो तृष्णा, त्यो चाहनाहरू तपाईँको जीवनमा आउँछ। तर तपाईँले परमेश्वरको उद्देश्यलाई लतार्नुभयो र आफ्नै उद्देश्यमा हिँड्नुभयो भने तपाईँ परमेश्वरको छोरा कदापि हुनुहुन्न। मलाई कमेन्ट नगर्नुहोस् र तपाईँको वचनले जे भन्छ त्यही गर्नुहोस्। म पनि क्रिस्टको निम्ति जिउन र क्रिस्टको निम्ति मर्न म बाध्य भएको छु। तर करले होइन, मायाले मलाई गर्न सिकाएको छ। अभाव र दरिद्रतामा मैले यात्रा गर्न परे तापनि म धन्यवाद साथ हिँड्छु र कठोर परिश्रम गर्न म खुसी लाग्छु र आफ्नो शरीरलाई पाउले जस्तै छडी लगाउन मलाई खुसी लाग्छ, किनकि म अब क्रिस्टको निम्ति जिउनु र क्रिस्टको निम्ति मर्न मेरो लागि लाभ हुनेछ। यो संसारको घृणित र फोहोर कुराको लागि मलाई परमेश्वरले सृष्टि गर्नु भएन, तर असल र उहाँको अविनाशी बिरुवाद्वारा उहाँले मलाई सृजना गर्नुभयो। उहाँले नाशको बिरुवाबाट बनाउनु भएन, विनाशको कुराबाट मलाई सृष्टि गर्नु भएन। मेरो आमाको गर्भदेखि नै म पापमा थिएँ र येशू ख्रीष्टद्वारा मैले जीवन पाएको छु। अब उपरान्त मेरो पाप चाहिँ येशूले हरण गर्नुभएको छ। अनि परमेश्वरलाई धन्यवाद छ। यसैया 26:3 मा यस्तो लेखेको छ, जसको मन धनमा होइन, गाडीमा होइन, प्रभुमा रहन्छ, त्यसलाई उहाँले पूर्ण शान्तिमा राख्नुहुन्छ, अधुरोमा राख्नुहुन्न। त्यसलाई चिन्ता र फिक्रीमा राख्छु भने उहाँले प्रतिज्ञा गर्नु, त्यसलाई सम्हाल्नेछु र शान्ति दिनेछु उहाँले प्रतिज्ञा गर्नुभएको छ। धन्यवाद। यो वचनलाई सुन्नुहोस् र सब्सक्राइब गर्नुहोस्, नत्र त तपाईँले ठुलो आशिषलाई गुमाउनुहुन्छ। किनकि तपाईँको आँखा भएर पनि तपाईँले यो कुरा बुझ्नु भएन भने परमेश्वरको प्रकाशलाई चाहिँ तपाईँले उहाँको वचनमा सिलेन्डर गर्नुहोस् र तपाईँ विश्वासी हुनुहुन्न भने विश्वास गर्न कोसिस गर्नुहोस्, किनकि तपाईँ पनि परमेश्वरको सुन्दर फुलबारी हो। अनि त्यो फुलको मालिक चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। अनि तपाईँ हामी सबै फुलबारी हौँ। अनि हामी सबै फुल मिलेर परमेश्वरको महिमाको लागि उहाँले सिर्जेका, उहाँले आफ्नै प्रतिरूपमा तपाईँ र मलाई बनाउनु भयो। अब यो कुरा तपाईँले बुझ्नुभयो भने परमेश्वरमा धन्यवादी हुनुहुन्छ। धन्यवाद दिँदै बिदा हुन्छु। जय मसीह अभिवादन।